हेलो गाइस, दिस इज मी किराती मुन्दुम। हामी चाहिँ सालपाको यात्रामा टक्कसँगले सिकुरी भन्ज्याङ निस्केका छौँ। बाटो चाहिँ एकदमै गाह्रो भए तापनि एकदमै राम्रो छ, सजिलो पनि छ, गाह्रो छ। हजुर के अवस्था छ चाहिँ म सबैजनालाई चाउचाउ खाँदैछु। अब यो यात्रा भनेको चाहिँ हामी फेरि एकैचोटि हाम्रो यात्रा चाहिँ अब सापसुधापमा, त्यहाँदेखि आजको बिहानको खाना चाहिँ हामी धोत्रे पुग्ने निर्णय भइरहेछ। अब बहिनीहरूको कतिको तागत छ, तागत छैन त हिँड्ने। यात्रा ठाउँहरू मुन्दुम ट्रेलका बाटो हामी हिँड्दैछौँ। बाटो चाहिँ यस्तो परबाट चाहिँ एकजना मानिस गलेर हैरान भयो भन्दैछ। हामी चाहिँ साल्पा जाने क्रममा भाले सापसुधाप यहाँ तल देख्नुहुन्छ तपाईँहरूले। बाटो चाहिँ यस्तो छ, अप्ठ्यारो अप्ठ्यारो बाटोहरू छ। यहाँदेखि उकालै उकालो लागिन्छ हामी। अनि बाटो यस्तो छ, बुझ्नु यस्तो गलेर हैरान छ। साह्रो पऱ्यो है बुझ्नु। राम्रो छ, डाँडा काँडा, तर कुहिरो लागिरहेछ। उधोको सिन चाहिँ यस्तो छ तपाईँको चाहिँ नि। यो चाहिँ बाटो भयो, तल बुन्नु आउँदैछ। यस्तो छ ठाउँ, यो राम्रो छ हेर्दाखेरि, तर कुहिरो बेसी छ। सरर हारेर कुहिरोले हानिसक्यो, के गर्नु। यता चाहिँ म छु। टपमा आइपुगेको छु। यस्तो होइन, चिसो रमणीय ठाउँ छ, सबैतिर कुहिरै कुहिरो। अनि यहाँ चाहिँ चट्ट परेको ठाउँहरू पनि छ, रमाइलो छ होइन। यो चाहिँ पार्टीघर, यहाँ तीन चुल्हाको, तीन चुल्हा हो किरातीहरूको एकदमै मिथक कथा अनुसार चाहिँ आधारित तीन चुल्हालाई हामी विश्वास गरिन्छ। बाटो त धेरै अप्ठ्यारो छ। मुन्दुम ट्रेलको यात्रा चाहिँ फेरि सुरु भइरहेको छ बिहानको मर्निङको 5 बजेमा। यहाँनिर मर्निङको 5 बजे बिन्दुको सास फर्केर जान आँटिसकेको छ। बिन्दु बहिनी चाहिँ साह्रो परिरहेछ, यता अर्को बहिनी उस्तै होइन। बिहानको पखमा चाहिँ यहाँनिर हिमालहरू देख्न सक्नुहुन्छ, सबै छ। माउन्ट एभरेस्टहरू पनि यसै भित्र पर्छ होला, तर हामीलाई थाहा छैन कुन चाहिँ हो। त्यो बिचको त्यो जस्तो लाग्छ। यो चाहिँ हामी सार्पा सिलिजुङ जाने क्रममा हाम्रो यात्रा यस्तो छ ठाउँ। बिहानै मर्निङको यो चाहिँ चट्टसँगले भ्युज हो, यस्तो रमाइलो ठाउँ छ। सन्देश भाइ यता जाउँ न, यो माथि मयौँ मेरो त्यो पाखा, त्यही हिमालहरू हेर्नु सक्नुहुन्छ। यस्तो छ चाहिँ सन्देश भाइ छ, सन्देश भाइ छ। अनि यता चाहिँ म छु। यस्तो रमाइलो ठाउँ छ होइन, तर घाम पनि लागिरहेछ है चट्टसँगले। यस्तो राम्रो राम्रो ठाउँ छ। अरूभन्दा नि हिमाल, बिहानको सिनमा चाहिँ हिमालहरू चाहिँ तपाईँहरूले मजाले देख्न सक्नुहुन्छ। अनि यता चाहिँ गाउँहरू, यस्तो पहाडहरू चाहिँ कतिवटा काटेर आयो आज, हामीलाई नै थाहा छैन। माथिको डाँडाहरू यति राम्रो सिन छ। सन्देश भाइ यात्रा राम्रो छ नि होइन हाम्रो? टक्क रमाइलो छ। माथिको त्यो चौरहरू यताबाट हेरौँ, यो माथि ठाउँहरू के गर्ने। लकले आज चाहिँ साथ दिइरहेछ, कोही पनि बिरामी छैन आज चाहिँ। ठाउँहरू एकदमै रमाइलो छ। गोठहरू, मयौँ हो यो चाहिँ। मयौँ आइपुग्नु लागेको छौँ हामी चाहिँ। अब हक्क मयौँ है यो चाहिँ। हजुर मयौँको फ्ल्याटमा आइपुगेको छ। फ्ल्याटमा सन्देश भाइ यहाँनिर एउटा कुकुरलाई हामीलाई पसाइरहेको छ। यो डाँडा कटेर जानुपर्ने, यस्तो छ हाम्रो ट्रेलको यात्रा चाहिँ। यताबाट सरर भ्यू पोइन्टहरू हेर्नुहोस्, यस्तो छ सटटटटटटटटटट हाम्रो ठाउँहरू। यस्तो पल्लो चुली डाँडा चाहिँ मेरुङ डाँडा हो। मेरुङ डाँडा तपाईँहरूले चिनिहाल्नुहुन्छ त्यो डाँडा। यात्रा चाहिँ धेरै छ हजुर, हामी घुमिरहेछौँ। अनि हट्टसँगले यता चाहिँ म पनि छु।
एकदमै पसिनाले खलखल बनाइरहेछ। यात्राको क्रममा चिमल घारीमा आइपुगेका छौँ हामी। सरर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 
अरू टोलीहरू तल ऊ तल आउँदैछ 4 जनाको ग्रुप झुइँ 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 बोकेर के बोकेर आउँदैछ यहाँ हाम्रो ग्रुप आउँदैछ तर पर्खी चाहिँ साह्रै भएन के सबैलाई पर्खिँदै ल्याउँदा साह्रो ढिलो हुन्छ चाहिँ साल्पा सिलिचुङ हामी जाँदैछौँ सिलिचुङ चढ्ने बाटो जाने बाटो चाहिँ यस्तो छ यहाँबाट सर यस्तो यहाँ हाम्रो काइला भाइ छ यो चाहिँ अब बाटो चाहिँ यस्तो हुँदै जाने त्यो तल पनि होला जस्तो छ त्यहाँ हुँदै अब बाटोले कता कता बताउँछ हामी लौरे ठकुरी जानु बाँकी अझै धेरै छ त्यो ठाउँभित्र जानुपर्ने छ धेरै टाढो छ बादलले ढाकेको भित्र हो त्यो बादलले ढाकेको भित्र चाहिँ हामी चढ्ने पिक हाम्रो सिलिचुङ पिक चाहिँ यो डाँडा कटेर आएको हामी हाम्रो गन्तव्य अझै धेरै छ यात्रा गर्नुपर्ने ठाउँहरू चाहिँ धेरै छ हट्ट हिमालहरू चाहिँ वहाँ पारी चाहिँ नि छोपिसकेछ कुहिरोले यता यस्तो बनाएको छ बाटो चाहिँ हाम्रो यो है यस्तो बाटो हिँडेर आएको हामी यस्तो पहाडहरू छ पर काइलाहरू हिँड्दैछ काइला र समिता बाटो यहाँदेखि चाहिँ यो चाहिँ वस्तु यता वारी र पारी नहोस् भनेर जङ्गलमा बारेको छ यस्तो खालको ठाउँहरू छ अनि बाटो यस्तो छ यात्राको क्रममा हजारौं यात्रीहरू भेटिन्छन् त्यो यात्रालाई सबैले छोड्दै हिँड्ने एउटा मनोरम केन्द्र शक्ति केन्द्र हाम्रो यही हो सिलिचुङ डाँडा चढ्ने साल्पा केन्द्र त्यहीँनिर छ हजुर बाटो यही हो यस्तो घुमेर त्यहाँ माथि आज हामी लौरे ठकुरे काटेर यो डाँडा पारि ऊ त्यहाँ पुग्नुपर्ने छ हजुर त्यो कुहिरोभित्र याकको भाले हो यो चाहिँ अर्को पनि छ यतापट्टि खरो रहेछ त यार अनि यस्तोले भेट्यो भने ठरे बनाइहाल्छ नि मान्छेलाई कति ठुलो याकको भाले है यो चाहिँ चौरीको भाले कति ठुलो छ भाले चौरीको भाले यहाँ माथि गोठ रहेछ यस्तो दामी छ याकको भाले छिटाऊ ओइ कस्तो दामी रहेछ हौ हैन साल्पा सिलिचुङ जाने बाटो यस्तो उकालो छ नगे ठोकिने यहाँ कुहिरोभित्र पुग्नुपर्ने छ एकदम चलिरहेको छ अहिले हामी यहाँ टोली आदि तलबाट आउँदैछ बाटो चाहिँ यो उकालो काटेर यस्तो ओह्रालो झरेर यता आएर अब यस्तो गइँदैछ तपाईँको चाहिँ नि अनि म चाहिँ यहाँनिर छु होइन गाह्रो छ बाटो सजिलो छ हामी लौरो चढाउने ठाउँ लौरे सिकारीमा आइपुगेको छौँ पसङ्ग नै सबैले यसरी चढाउँछ पैसादेखि लिएर सबै कुरो मन लौरेर चढाउँछु सबैले चढाएर चाहिँ गइसक्नु भएको छ यो उकालो यहाँ तलदेखि आएको एकदमै गाह्रो छ है हजुर आइपुग्नुको लागि यो भिड छ सबैजना बिसाइराख्नु भएको छ भक्तजनहरू यो ठाउँमा अब यहाँदेखि उकालो अझै त्यो डाँडा पुग्नुपर्ने छ धेरै छ हजुर यात्राको क्रममा अगाडि बढ्दैछ हाम्रो टोली यस्तो ठाउँ छ लास्ट चाहिँ उकालो यता हाम्रो बेदी बाबा गाह्रो छ गाह्रो उकालो यो पल्लो पार्ट तलबाट खिच्नु मैले बिर्स्यो तलबाट अब भोलितिर खिचौँ ल के कस्तो छ त साइला बाबा नि यहाँ त फोटो त खिच्नु पर्यो नि यस्तो छ भिडियो मात्र गर्छ रमाइलो ठाउँहरू त्यो ठाउँबाट आएको हामी त्यो पारि अलि घाम लागिराखे जस्तो छ यहाँ झर्ने क्रम र निस्किने क्रम जारी छ
यस्तो छ ठाउँहरू हामी चाहिँ सर ठाउँहरू यसरी हिँडिँदैछ है हजुर हाम्रो डेस्टिनेसन भनेको चाहिँ त्यही पिक है हजुर सिलिचुङ पिक भन्छ अहिले देखिराख्नु भएको छ भोलिको हाम्रो डेस्टिनेसन भनेको यही हो हजुर यो किनभने नि डाँडा डाँडा नै जाने हो भोलिको यही है हजुर यहाँ चाहिँ सबैले ढुङ्गा चढाउँदै पनि छ हाम्रो काकीहरूले बेदी बाबै र काजी दाइले बाटो यस्तो यस्तो हो भनेर देखाउँदैछ रावण ढापे अरू चाहिँ पछाडि नै छ हामी आउँदाखेरिको बाटो होइन म चाहिँ यता परेको छु यो रावण ढापै छुँदैन रावण भन्दा बिन्दुको नजिक आइसकेको छ हजुर हामी यो ठाउँमा चाहिँ हामी चढ्नु पर्नेछ हाम्रो साल्पा सिलिचुङ यो शेर्पेनी कान्छीको पसल भन्छ अब जाँदैछौँ के हुन्छ हजुर धेरै छ लामो छ यात्रा हामी चाहिँ सिलिचुङ साल्पा सिलिचुङ यो माथि डाँडा नै हो जानुपर्ने हाम्रो बाटो यहाँ तल झरेर त्यो उकालो माथि निस्केर चाहिँ त्यहाँ पुग्नु पर्नेछ निकै छ बाटोमा हिँड्दै जाँदाखेरि हामीले हाँडी पोखरी पनि भेट्न सकिन्छ यो चाहिँ साल्पा नजिक पुग्न आँटिसके पछाडि देखिने दृश्यहरू हो हजुरहरूले देख्न सक्नुहुन्छ अब यहाँदेखि हामी फेरि लाग्यो दुईजना हिँड्नु सकेन नि त फुच्चीहरू यात्राको क्रममा देखेका भेरीगोडको भेडाहरू ठुलो ग्रुप हुनुहुँदो रहेछ हजुर यो चाहिँ मयौँ डाँडा हामी अहिले चाहिँ साल्पा सिलिचुङ चढेर झर्दै गरेको दृश्य हो सर यहाँ चाहिँ हाम्रो हाँस पोखरी छ यहाँ हाँस पोखरी हो अनि यहाँ तल त्यो गोट स्टे होमस्टेहरू छ यतातिर हामी यो पर यता डाँडा काटेर जानुपर्ने छ यो डाँडाहरू चाहिँ मयौँ मेरौँ हुन्छ यो ठाउँहरू हाम्रो मान्छेहरू माथि कता कता छ यही है हजुर मयौँ चाहिँ मयौँ भन्छ यो ठाउँलाई पहिले हाम्रो पिता पुर्खाले पनि लिएर गोठ बसाएको ठाउँ चाहिँ मयौँ पनि हो पहिलेको यात्रा चाहिँ हाम्रो कुलुपङ्खा भन्ने पङ्खो भन्ने ठाउँमा हामी चाहिँ अहिले लगभग 3348 मिटरको हाइटमा छौँ खोटाङ यतापट्टि साल्पा सिलिचुङ यतापट्टि छ फेरि यतापट्टि अर्को छ यहाँ सिमानाहरू हेरौँ है सोलुखुम्बु यता पऱ्यो भोजपुर यता पऱ्यो अनि यो पङ्खा भन्ने ठाउँमा छौँ हामी लाग्ने चाहिँ हामी यहाँदेखि माथि देखिरहनु भएको छ नि तपाईँहरूले त्यो बाटो जानुपर्छ यो चाहिँ हाम्रो स्टेसन पहिलो स्टेसन यो पहिलो स्टेसनको होमस्टे भनौँ न अनि दोस्रो स्टेसनको होमस्टे उतै छ अरे पर भन्छ होइन तर एकदमै चिसो छ हामी चाहिँ साल्पा घुमिसकेर यहाँनिर सिलिचुङ चढ्ने बाटोनिर चाहिँ प्रतिमा बनाउनु भएको रहेछ हाम्रो सुम्निमा पारुहाङको प्रतिमा हाम्रो चाहिँ सृष्टिको उद्गम स्थल नै भन्छ होइन किराँतीहरूको उद्गम स्थल चाहिँ हाम्रो चाहिँ यो साल्पा सिलिचुङ भन्छ भोलि हामी सिलिचुङको यात्रा गर्दैछौँ यो बाटो हाम्रो साल्पा पोखरी हाम्रो साल्पा पोखरी चाहिँ यहाँ छ तपाईँहरूले देख्न सक्नुहुन्छ एकदमै धेरै विशाल छ यो चाहिँ एउटा वाबु आकारमा पनि छ यहाँको चाहिँ साल्पा पोखरी यहाँ चाहिँ हाम्रो उत्तरपट्टि छु म पर हाम्रो टिम आउँदैछ पूजा गर्दै यतापट्टि यहाँ हाम्रो सुम्निमा पारुहाङको प्रतिमा छ सक्नुहुन्छ साल्पा पोखरी आएर दर्शन गरियो सटटट हाम्रो बिन्दु बहिनी भर्खर झर्दैछ
बिरामी पनि छन्। यस्तै हो, कहिले लङ टुर नगरेकोले गर्दाखेरि। अनि हाम्रो यहाँ आजा पूजा ध्वजा सबैले गरिराख्नु भएको छ। अनि यहाँको 3400 को हाराहारीमा छ। 3416 मिटरको उचाइमा छौँ हामी सबैले। यहाँ आज पूजा गर्नु सबैले। यहाँ हाम्रो प्रतिमा। रातिको समय अहिले भर्खर 4 बज्यो। म 3 बजी हिँडेको सिलेचुङ डाँडा। यहाँ माथिको पिक हो। म हिँड्दैछु, तलबाट टोली आउँदैछ, लाइट बल्दै तल कहाँ। म चाहिँ यहाँ माथि पुगिसकेको छु। सास एकदमै धड्कन बेसी छ। सिलेचुङ पुर्खाहरूले पाइला राखेको, हाम्रो बाजे नछुङले पाइला राखेको ठाउँ। सबै ठाउँ यहाँ घाम उजाउनु आँटेको छ। यति माथि छ, सबै रमाइरहेको छ यहाँनिर चाहिँ। हेर्नुहोस्, यति नजिक छ हिमालहरू होइन, त्यहीँ जस्तो छ, नजिकै हो हिमालहरू पनि। अनि यहाँ सबैजना छ, पूजा गर्दैछ कसैले होइन। धेरैजना आउनु भएको छ। अब यस्तो दामी छ। अब यो यस्तो दामी छ होइन, रमाइलो छ, चिसो छ। झन्डा बोकेर आउँदैछ तलबाट हाम्रो टोलीहरू। यति माथि टपमा तल हेर्नुहोस् पोखरी, साल्पा पोखरी होइन। यति तल छ साल्पा पोखरी चाहिँ, सर यहाँ देख्नुहुन्छ हाम्रो साल्पा पोखरी। वाबु स्टाइलमै छ, टक्क 4 पाटै देखिन्छ। हेर्नुहोस् त चट्टसँगले होइन, चारैतिर बारिएको पोखरी छ। आउँदैछ टोलीहरू। हामीले चाहिँ यहाँ चाहिँ तराईको फाँटहरू पनि देख्न सक्छौँ, तर यो चाहिँ तपाईँको चाहिँ नै कुहिरोले गर्दा छलेको छ, त्यति राम्रो छैन। यहाँ सनराइज हुन आँटेको छ होइन। अब यस्तै छ, रमाइलो छ ठाउँहरू। अनि ढ्याक्कसँगले म पनि छु यतै होइन, भिडियो बनाउने मान्छे हो। अनि यता छ, पूजा गर्दैछ सबैले। यसमा हो क्या मेन। हाम्रो हिमालको दृश्य यो एकदमै चिसो हावाले यस्तो गरिरहेको छ। उदायो है, घाम उदायो हेर है। सनराइज है गाइस, सनराइज त्यहाँ हुनु आँटेको छैन, तर यो अलिक त्यो यताबाट होइन, त्यहाँनिर चाहिँ निस्किन्छ। हिजोको भिडियो यस्तो दामी बना। अब झुल्क्यो है घाम, अब घाम झुल्क्यो है। सनराइज झुल्क्यो है। के अरे, इलामको अन्तु कि श्री अन्तु किन जानु पर्यो? सिलिचुङ आयो भएन? आयो घाम झुल्क्यो है। बिस्तारै झुल्किँदैछ। सनराइज सनराइज है केटा। झुल्क्यो सबैजना सनराइज हान्नको लागि सबैजना यहाँनिर चाहिँ रेडी हुनुहुन्छ होइन। तर हात चाहिँ चिसो यस्तो चिसो छ कि घाम झुल्के जस्तै छ। सनराइज भयो है। गिम्बलले नौ मेरो ओइ परी चिसोले चाहिँ हात कहाँ मेरो चाहिँ सकिएन। सनराइज भयो गाइस, फाइनली सनराइज। फाइनली चाहिँ घाम झुल्किया छ, यहाँ हेर्नुहुन्छ सट्टसँगले। यति दामी, यति मजाले आयो। ओहो
आनन्द पाउने भनेको हामीले यतिखेरै हो क्या। यति राम्रो तरिकाले घाम झुल्क्यो कि सररररररररर देख्नु सक्नुहुन्छ होइन। अनि हिमाल हात चाहिँ चिसोले के भन्नु र हजुर गाह्रो छ होइन। चिसोले सबैका ओठ कामेको छ, हात कामेको छ, ओठ फुटेको छ या कतिको। तर पनि सनराइज भयो, हामी एकदमै खुसी भयौँ होइन। सबैजनाले जस सनराइजको चाहिँ खिचिराख्नु भएको छ। म पनि फाइनल्ली खिचिसकेँ होइन ढ्याक्कसँगले। अनि यहाँ ग्रुप चाहिँ धेरै छौँ, धेरै छैन, 10 टप 15 भित्र होला। टप 15 ए सरी टप 15 छ। झट्टसँगले होइन सनराइज यस्तो दामीसँगले खिचियो कि यस्तै आमाले निकालियो। 4133 4133 को हाइटमा लेखाली चिम्बु चाहिँ यस्तो दामी छ होइन, फुलेको छ। यो चाहिँ कमै मात्रै पाइने गरिन्छ। यसको भरपुर धेरै चिजहरू छ यसको होइन, पाउने चिजहरू।